आज कुरा गरौँ आइफोनको ब्याट्रीमा आउने प्रब्लम र यसको सल्युसनहरूको बारेमा। लङ टाइम फोन चलाउँदा ब्याट्री हेल्थ छिटो घट्ने, फोन आफै रिस्टार्ट वा अफ हुने, ब्याट्री फुलिरहने जस्तो सिचुएसनमा आउने प्रब्लमहरू जस्तै ब्याट्री ब्याकअप छिटो लो हुने, फोन आफै अफ वा रिस्टार्ट मोडमा जाने र सफ्टवेयर मोडमा पनि आफै जाने, ब्याट्री स्वेलिङको कारण फोनको एलसिडी नै बाहिर निस्के जस्तो हुने, फोन ओभर हिटिङ हुने जस्तो प्रब्लम आइरहेको छ भने अब लागौँ यसको सल्युसनतिर। आइफोनमा ओरिजिनल डाटा केबल मात्र युज गर्ने र कुनै फोनमा ब्याट्री कनेक्टरले गर्दा यो प्रब्लमहरू आउन सक्छ। सो अवस्थामा ब्याट्री कनेक्टर रिपेयर गर्दा पनि हुन्छ या 80% भन्दा मुनि भएको छ भने ब्याट्री चेन्ज गर्ने, ब्याट्री चेन्ज विथ मेसेज रिमुभ पनि गर्न सक्नुहुन्छ। अब यिनीहरू प्रब्लम आएको छ र 100% ओरिजिनल ब्याट्री कहाँ पाउँछ भनेर सोचिराख्नु भएको छ नि, मोबिजिलाई रिपेयर ल्याब तपाईँको लागि बेस्ट चोइस हुनसक्छ। त्यो पनि 3 months वारेन्टीका साथ हामीले चेन्ज गरिरहेको छौँ। त्यसैले हाम्रो स्टोरमै आएर भिजिट गर्न सक्नुहुन्छ या हाम्रो अफिसियल वेबसाइटमा पनि चेकआउट गर्न सक्नुहुन्छ। थ्याङ्क यू।